तपाईले जुन व्यक्तिको नाम लिइराख्नु भएको छ नि त्यो व्यक्तिसँग चाहिँ तपाईको कसरी भेट हुन पुग्यो, कसरी तपाईहरु सम्बन्धमा हुनुभयो? त्यो व्यक्तिसँग चाहिँ म मेरै कार्यक्रममा गएको बेला एकजना अर्को बहिनी मुगुकै बहिनीले बहिनीसँग भेट भयो। मसँग फोटोसोटो खिच्यो। त्यसपछि ऊ मेरो फेसबुकमा साथी भयो। 2080 साल भदौ महिनाको कुरा, ठ्याक्कै डेट थाहा भएन। त्यसपछि चाहिँ त्यो बहिनी मेरोमा साथी भइसकेपछि लगातार उसले चाहिँ मलाई फलो गर्यो, मेसेन्जरमा मेसेज गर्ने, कल गर्ने, अनि दिदी घुम्न जाऊँ न भन्थ्यो। म फेरि त्यसरी नै कसैसँग हिँड्दैन थिएँ। मेरो साथीहरूलाई पनि सोद्धा हुन्छ, कलगार साथीहरूले। म आफ्नो कार्यक्रममा गएँ भने कहीँ आफ्नो कार्यक्रम सकियो, कोही त हुन्छ त चिया खाऊँ, बसौँ, यता जाऊँ, उतै जाने कोही साथी छ कि, मलाई मतलब हुन्थेन। म आफ्नो कार्यक्रम सक्थेँ, आफ्नो बाटो हिँड्थेँ। त्यसपछि चाहिँ त्यो बहिनीले चाहिँ लगातार फलो गर्यो भदौ महिनादेखि। अनि घुम्न जाउँ भन्यो। त्यति बेला मेरो भाइ पनि थियो मेरो साथमा। अनि मैले चाहिँ जान मिल्दैन, मेरो भाइ चाहिँ फेरि पढ्थ्यो +2 पनि, अनि फेरि ल्याङ्ग्वेज पनि पढ्थ्यो। अनि बिहान बेलुका खाना पकाउनु पर्थ्यो, दिउँसो खाजा पनि पकाउनु पर्थ्यो। अनि म कहिले काहीँ अब त्यस्तो फुर्सदको बेला मात्रै कार्यक्रममा जान्थेँ, किनकि उसलाई चाहिँ खाना खाजा सबैको व्यवस्था गर्नु पर्थ्यो कि। अनि त्यसपछि चाहिँ ऊ बहिनीले चाहिँ घुम्न जाऊँ भनेर लगातार फलो गर्यो मलाई। त्यो बहिनी चाहिँ चिने जानेकै हो पहिलेदेखि? नै मैले त्यही कार्यक्रममा जाँदा चिनेको। त्यो बहिनी चाहिँ को? त्यो बहिनी चाहिँ त्यो मुगुकै उसकै यो अहिले जुन मैले बलकादी भनेर विभिन्न सामाजिक सञ्जालबाट मैले उसलाई फलो